यहाँहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ तपाईँहरूलाई म दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वार्ड नम्बर 1 स्थित देवीकला कृषि तथा पशुपन्छी फार्ममा आएर चाहिँ केही मौरी सम्बन्धी चाहिँ जानकारी दिँदैछु। उहाँको मौरीमा ब्रुड कक्षबाट चाहिँ सुपर कक्षमा मौरी राम्रोसँग चढ्न नमानिरहेको कारणले गर्दा चाहिँ म चाहिँ तपाईँलाई यहाँ कसरी चाहिँ सुपरमा चढाउन सकिन्छ भनेर चाहिँ यस भिडियोबाट देखाउँदैछु है त। मैले करिब 3 दिन अगाडि सुपरको खाली फ्रेम तल ब्रुड कक्षको 2टा फ्रेम पछि चाहिँ त्यो खाली फ्रेम राखिदिएको थिएँ, जसले गर्दा मौरीको चाप चाहिँ धेरै छ र तिनीहरूले चाहिँ छिटो आफ्नो फ्रेममा चाहिँ चाकाहरू उठाउने गर्छ। त्यही भएर मैले चाहिँ यो राखेको थिएँ, तर यहाँनिर चाहिँ कारणवश चाहिँ तलबाट चाहिँ मौरीले चाहिँ चाका उठाउन थालिसकेको रहेछ हैन। त्यसलाई हामीले हटाइदियौँ र त्यहाँ हल्का मात्रामा चाहिँ चाका उठाइसकेको थियो र त्यस चाकालाई हामीले सुपरमा चाहिँ राखिदियौँ। त्यसपछि ब्रुड कक्षमा राखेको सुपर कक्षको फ्रेम निकालिसकेपछि त्यहाँनिर एउटा फ्रेम खाली हुन्छ, जसको लागि चाहिँ फिलअप गर्नको लागि मैले अलरेडी नै एउटा आधार चाका चाहिँ ब्रुड फ्रेमको चाहिँ सेट गरिदिइसकेका थिएँ। त्यसपछि फेरि हामीले एउटा मौरी सहितको चाहिँ राम्रो चाका माथि झिक्यौँ, जसमा चाहिँ रानी चाहिँ आउनु हुँदैन हैन। त्यो झिकिसकेपछि यो हामीले चाहिँ सुपर कक्षमा चाहिँ मौरी चढाउनको लागि चाहिँ यो झिक्ने गर्छौँ हैन। हामी चाहिँ जुन देखिरहनु भएको छ यो खाली स्पेस, यो चाहिँ सुपर कक्षमा मात्रै अड्दैन नि त यो फ्रेम, त्यही भएर चाहिँ हल्का तलसम्म झुन्डिन्छ। त्यसको लागि चाहिँ मैले यहाँनिर थोरै खाली बनाउँदैछु। यहाँ चाहिँ मैले अगाडि नै चाहिँ आधार चाका जडान गरेको फ्रेम चाहिँ राखिदिइसकेको छु मौरीहरूको बिचमा हैन, जसले गर्दा चाहिँ त्यसलाई पनि छिट्टै मौरीहरूले उठाओस्। र जुन अघि मौरी सहितको फ्रेम झिकेका थियौँ त्यसलाई चाहिँ हामीले सुपरमा राख्ने गर्छौँ हैन, जसले गर्दा चाहिँ सिडीको काम गर्ने हुन्छ र मौरीहरूले चाहिँ सुपरमा चाहिँ चाका बनाउन सुरु गर्नेछ है। त्यही भएर चाहिँ मैले चाहिँ यो सुपर पनि राखिदिइसकेको छु। अघि हामीले ब्रुड च्याम्बरबाट निकालेको सुपरको फ्रेमलाई अलरेडी सुपरमा राखिदिइसकेका छौँ। त्यसपछि जुन ब्रुड र मौरी सहितको चाका छ त्यसलाई चाहिँ हामीले लेफ्ट साइडपट्टि राख्यौँ। त्यो फ्रेम सजिलै तल छिरिरहेको छ किनकि हामीले अलरेडी नै ब्रुड च्याम्बरमा चाहिँ थोरै स्पेस यो फ्रेमको लागि चाहिँ राखेको थियौँ, जसले गर्दा तल ब्रुड कक्षको मौरीहरू चाहिँ सजिलै सुपरमा चाहिँ आवत जावत गर्न सहज होस् भनेर चाहिँ यो काम गर्यौँ। तर अघि हामीले ब्रुड च्याम्बरबाट झिकिएको सुपरको फ्रेम सुपरकै अन्यत्र ठाउँमा राखेको थियौँ, जसले गर्दा मौरी आवत जावत गर्न गाह्रो हुन्थ्यो र त्यसले काम राम्रोसँग गर्दैन थियो। त्यही भएर जुन ब्रुड च्याम्बरको ब्रुड सहितको फ्रेम र मौरी सहितको फ्रेम सुपरमा राखेको थियौँ त्यसकै नजिक राइट साइडमा जोडेर नै हामीले त्यो सुपरको नै फ्रेम त्यहाँनेरि राख्यौँ। साथै हामीले बाँकी फ्रेमहरू पनि राम्ररी मिलाएर राख्यौँ र त्यसमा चाहिँ हामीले कपनीले माथिबाट छोप्यौँ। साथै जुन आउटर कभर छ त्यसलाई पनि हामीले सफा पनि गर्यौँ र त्यहाँ केही मौरीहरू थिए त्यसलाई पनि राम्रोसँग झार्यौँ र मिलाएर हामीले कभर लायौँ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिनुहोला है त।